भन्दै गर्दा आफ्नो नेटवर्कसँग जोडिएका आफ्नो समुदायबाट बाहिर गएका साथीहरूको सहयोगमा लिड गर्नका लागि निर्वाचन प्रक्रिया सहमतिबाट अगाडि आउने कुरा भइहाल्छ यो हाम्रो प्रचलन हो। त्यसैले त्यो गर्दै गर्दा कतै म नेपालमा हुँदा अथवा प्रवासमा बस्दै गर्दा जोडिएको समुदायसँग समूह बनाएर म नेतृत्व गर्नका लागि अपिल गर्दै गर्दा यो नेपालमा त्यस्तो देखिएको हुनसक्छ। मलाई त्यो लाग्दैन कि हामी फुल्ली पोलिटिकलाइज भएका छौँ, यसलाई पोलिटिक्सले ठुलो असर गरेको छ भन्ने मलाई लाग्दैन। फेरि राजनीतिलाई हामी उच्च सम्मान गर्छौँ, नीतिको राजा भएर नै राजनीति भनेको होला। त्यसैले यो राजनीति गर्न जानेको मान्छेले मात्रै समाजसेवा गर्न सक्छ र गैर-आवश्यक नेपालीहरू पनि राजनीतिबाट पक्का हुनुपर्छ, जान्नुपर्छ भन्ने मलाई लाग्छ र नेतृत्वको लागि राजनीतिको चाहिँ नेटवर्क प्रयोग गर्न हुँदैन भन्ने कुरा हाम्रो विधानले पनि व्यवस्था गरेको छ। यद्यपि यहाँले उठाए जस्तै कहीँ न कहीँ गैर नेपाली सङ्घमा पोलिटिकल इस्युका कारण केही दरारहरू आएका छन्, आएका थिए, त्यसलाई हामी सल्टाएका छौँ र सचिएर अत्यन्तै संयम सङ्गठन संसारमा बस्ने नेपालीहरूको साझा सङ्गठन बनाएर हामी अगाडि बढ्न प्रतिबद्ध छौँ। र त्यसले अपेक्षा गरे जस्तै एउटा देशका लागि भरोसायुक्त एउटा चाहिँ जुन डायस्पोराप्रति देशको एउटा अपेक्षा छ र त्यसलाई हाम्रो कर्तव्यलाई पूर्ण रूपमा देशप्रति हाम्रो रिसोर्सेसलाई ल्याउनका लागि पनि हामी तयार छौँ। यसमा जुन न्यारेटिभ छ गैर-आवश्यक नेपाली अथवा प्रवासमा डायस्पोराप्रति जुन एउटा सोच छ, रेमिटेन्स मात्रै प्रवासमा बस्ने नेपालीहरू ल्याउनुपर्छ भन्ने न्यारेटिभ छ, त्यसलाई अब चेन्ज गर्न जरुरी छ। अगाडि म हुँदा पूर्वका साथीहरू पनि उठाइसक्नु भएको छ। हामीले त्यो देशहरू लामो समयसम्म बस्दै गर्दा जुन अनुभव सिप र हामीसँगको जुन एउटा त्यो त म त्यस्तो थर्ड पोइन्टमा लानुपर्छ चाहिँ रेमिटेन्समा भन्छु। हामीले जे सिकेका छौँ त्यो अनुभव, सिकाइ र बुझाइलाई नेपालमा ल्याउन सकियो भने नेपाल समृद्धि